हेलो गाइज वेलकम टु माई मिनी भ्लग। आई होप हजुरहरू सन्चै हुनुहुन्छ। म पनि एकदम सन्चै छु। अनि आज चाहिँ मेरो मिनी भ्लगको डे 4 चाहिँ मैले आज दिनभरि के गर्नेछु सबै तपाईँहरूलाई देखाउने छु। अनि मेरो चाहिँ सर्वप्रथम सुरुको काम भनेको चाहिँ उठेर मुख धोइसकेँ। मुख धोएर चाहिँ म गोठमा भनेको गाई बस्तुलाई घाँस हाल्न अनि बाख्रा सार्नको लागि गएँ। अनि मैले चाहिँ गोठमा गएर भनेको ढोड काट्नुपर्ने थियो। मकैको ढोड काटेर चाहिँ गाई बस्तुलाई हाल्नुपर्ने थियो। अनि म चाहिँ ढोड काट्नको लागि रेडी भएँ। अनि ढोड काट्नको चाहिँ रेडी भएर मैले चाहिँ फोन पनि एकछिन साइडमा राखिदिएँ। साइडमा राखेर मैले ढोड ज्याम 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 लाएर काट्न थालेँ। ढोड काटिसके मैले चाहिँ ढोड काटिसकेपछि चाहिँ मैले भनेको बाख्रा सार्दिएँ। बाख्रा बस्तुलाई घाँस हुँदैतिर बाख्रा पनि सारेँ। बाख्रा सारिसकेर आएपछि चाहिँ मैले तरकारी पकाउनको लागि फर्सीको मुन्टा सुई लगाएर केलाउन थालेँ। फर्सीको मुन्टा चाहिँ मैले केलाइसकेपछि त्यसपछि दिदीलाई बनाउन दिएँ तरकारी। अनि तरकारी बनाउन दिइसकेपछि मैले चाहिँ मेरो काम भनेको झार उखाल्ने थियो। अनि झार उखाल्न चाहिँ म भनेको धनाधन लाएर तयारी भएँ। त्यसपछि चाहिँ मैले भनेको झार उखाल्नलाई रेडी भएर मैले चाहिँ फटाफट लगाएर झार पनि उखालेँ। झार उखालिसकेपछि चाहिँ भनेको मेरो भनेको काम अब भनेको दबाई खाने थियो। मेरो चाहिँ दबाई भनेको खानु नै पर्ने थियो। दबाई पनि एकदम तितो थियो। खाऊँ कि नखाऊँ भन्दै मैले सुई लगाएर दबाई पनि खाएँ। एकदम तितो थियो। मुख बिगार्दै खाइसकेँ। दबाई खाएपछि चाहिँ केही बेरपछि मैले चिया खाएँ। चिया खाएर केही काम गरेपछि मैले भट्टा बाट्लाएर भोक लागिरहेको थियो। खाना पनि खाएँ। अनि खाना खाइसकेपछि ब्रस गर्नुपर्छ भन्ने त यहाँहरूलाई थाहा नै होला। मैले ब्रस गरिसकेँ। अनि ब्रस गरिसकेर चाहिँ मेरो काम भनेको चाहिँ आज भनेको ढोड पक्ने काम थियो। अनि त्यसपछि चाहिँ म भनेको ढोड पक्नुको लागि गएँ। बुबा पनि आउनु हुँदै थियो। अनि त्यसपछि म चाहिँ ढोड लिने ठाउँमा पनि पुगेँ। हाम्रो ढोड चाहिँ भनेको त्यति थियो अस्ति बेलुका ल्याएको। अनि त्यसपछि चाहिँ मैले फटाफट लाएर ढोड पुगेँ। त्यसपछि खाजा खाने बेलामा चाहिँ मैले भनेको मकै र चिया बनाएँ। त्यसपछि मकै र चिया चाहिँ मैले भनेको भट्टाभट लाएर खाएँ। भोक लागिरहेको थियो। भोकको सुरुमा आँखा नहेरिकन सुई खाएँ। अनि खाजा खाइसकेपछि केही बेर काम गरेपछि पानी पनि धेरै पर्न थाल्यो। अनि पानी धेरै परिसकेपछि चाहिँ ढोड ल्याउनु पाएनौँ। ढोड नल्याइसकेपछि चाहिँ भनेको मैले चिया पकाएँ। चिया पकाएर चाहिँ भनेको यसो बाहिरतिर आएको होइन। पानी अझै परिरहेको थियो। अनि पानी परेर काम गर्नु पाइएन भन्दै आजको लागि मिनी भ्लग यति। बाई डे 5 मा फेरि आउनेछु।